यो मयुङ र चाहिन्छ मयुङ नभए सबभन्दा हिमाल टुरिस्ट पर्वत चाहिँ मयुङ रे मयुङ भनेको हिमाल चुली भन्दा उहाँलाई सानो भए पनि माइतीलाई मान्नै पर्छ। त्यस कारणले यो बेहुला बेहुली आज त राजाभन्दा छोरीले कस्तो भन्नु रे छोरी है र जुवाइले पनि छोरीलाई भोलि भान्सा कोठामातिर जाँदा यहाँ कालो मैलो लाग्छ होइन धुवा लाग्छ मुख गरिया नराम्रो हो नि त आधा जस्तो सधैँभरि यस्तै व्यवहार हुनु पर्यो र भोलि तलमाथि परे खण्डमा यो समाज छ नि यो समाजले तपाईँहरूलाई जसले गल्ती गरे पनि चाहे छोरीले गल्ती गरे पनि अथवा ज्वाइँले गल्ती गरे पनि यो समाजले पक्रिने कारवाही हुन्छ। त्यही कारणले तपाईँहरू आला जस्तै राम्रो मन खुलास नराम्रो कहिले राम्रो होस् आज जस्तै भनेपछि आज यो सगुन अब सगुन
सानो भए पनि मान्छेले मान्नै पर्ने छ। त्यस कारणले आज यो सगुन भनेको सगुनले आर्दम चार्दम अब आर्दम चार्दम हो आज। अब एउटा बाँकी के छ भने बगिदामा एउटा बाँकी बगिदामा मात्रै बाँकी हुन्छ, अरू सबै असुल भयो। त्यस कारणले छिन्नु पार्नु भयो नि त बाँकी नै छ है। अब हामीले त अहिले भर्खर सुनाउँदैछु बुझाउँदैछु, अब बाँकी फेरि माथिको केही छ कि होइन त्यो भन्नु यो सगुनको वरिदोरी गर्ने बेलामा हाम्रो अब के छ भन्ने कुरो होइन। सगुन वरिदोरी गर्ने बेलामा अब नातिले चाहिँ नि ज्वाइँलाई चाहिँ नि सगुन दिने बेलामा अनि त्यतिखेर कुरो हुन्छ कि चिनामाना भने त्यतिखेर हो। यो अहिले गर्नुपर्छ होइन। अब चेतना भएको नभएको सबैलाई थाहा भयो। आजबाट चाहिँ स्मिता योन्जन छिरिङ शेर्पा चाहिँ यो वैवाहिक होइन सम्बन्ध आजको सुरुवात भएको छ। हामी चाहिँ यस्तो भयौँ है भनेर यो चरालाई सरले पनि सुन्यो, चाहिँ यो जमिनमा भएको पृथ्वीमा सरले पनि सुन्यो भने सबैलाई आज सरले पनि सुन्यो भने सरले पनि सुन्यो भने है एकै जोडी भएर पछिसम्म रहनु पर्यो, उसो भएन। हाम्रो यस्तै जोडी होस् भने परिवार जोडी जस्तै गरेर बस्नु भयो भन्नु सक्दैन। ढोक आँदै उडाउने हाम्रो जोडी यस्तै होस् भनेर हातमा यसरी राख्न उठ्यो आफै उठ्छ उड्न यसरी राख्न भोलिको टिकट गाडी दाइ पनि जानु भने होइन रोकेर जानु जाने